अहिले चाहिँ म ठ्याक्कै भन्नु पर्दाखेरि लगभग 10 किलोमिटर छ पथरी र जातेको फरक। अहिले चाहिँ म 5 किलोमिटर बिचमा छु साथीहरू। हेर्नुहोस् न, म यस्तो दामी ठाउँमा चाहिँ म आएर यहाँ घुमिरहेको छु साथीहरू। तपाईँहरू पनि आएर यो ठाउँमा चाहिँ घुम्नु होला, एकदमै रमाइलो छ साथीहरू। हेर्नुहोस् न, जङ्गलको बिचमा घुम्नु अर्कै आनन्द हुन्छ क्या। जहिले तैले सहर बजारमा मात्रै घुम्नु भन्दा नि यो जङ्गलको बिचमा घुम्नु चाहिँ अर्कै खालको छुट्टै आनन्द हुन्छ साथीहरू। त्यसै कारणले म चाहिँ आज रिफ्रेसमेन्टको लागि चाहिँ म यस ठाउँमा आएको छु। र त्यहाँ भाइहरू पनि, 2 जना भाइहरू पनि त्यहाँनिर घुम्दैछन्, फोटोहरू खिचाउँदैछन्। म चाहिँ यो जङ्गलभित्र हेर्नुहोस् न यसरी तपाईँहरूको माझमा एउटा भिडियोहरू देखाउँदैछु। तपाईँहरूलाई मैले एउटा जानकारी गर्न चाहेँ होइन। यहाँदेखि अलिकति यहाँ मात्रै यो पर देखिएको ठाउँमा चाहिँ होइन सीमा क्षेत्र प्रारम्भ भनिएको छौँ यहाँनिर चाहिँ होइन। सीमा क्षेत्र चाहिँ त्यहीँ छ। अनि म चाहिँ बिचमा छु क्या, जाँतेर पथरीको बिचमा छु साथीहरू। अहिले चाहिँ म त्यहाँ हेर्नुहोस् न साथीहरू, बाँदरहरू चाहिँ एकदमै धेरै अत्याधिक मात्रामा यहाँ चाहिँ रहेको रहेछ। यहाँ हेर्नुहोस् न बाँदरहरू, कति धेरै हो बाँदरहरू पनि। ल साथीहरू, तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होइन। यो जाँतेको इन्ट्रान्समा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ रुखहरूमा एकदमै दामी कलर गरिएको छ, रङहरू लगाइएको छ। तपाईँहरूले चारैतिर देख्न सक्नुहुन्छ होइन। यता उत्तर साइडमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ, प्रत्येक रुखमा चाहिँ रङहरू गरिएको छ भने। र यता पूर्व साइडमा पनि प्रत्येक रुखहरूमा रङ कलर गरिएको छ। छेदमा चाहिँ एकदमै राम्रो सुन्दर दृश्य देखिनको लागि चाहिँ एकदम यहाँनिर तयार पारिएको रहेछ रुखहरूलाई चाहिँ। अनि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ हेर्नुहोस् सानो फलैचा बस्नको लागि एकदम दामी छ। यहाँ छ, त्यहाँ छ, एकदमै धेरै लहरै यो जङ्गलभरि नै यस्तो रहेको रहेछ। अनि घुम्नको लागि एकदमै यो सुरुवाती चरणमै, जाँतेको सुरुवाती चरणमै चाहिँ यस्तो दामी दामी भ्यूहरू तपाईँहरूले देख्न पाउनुहुन्छ साथीहरू होइन। यहाँनिर म अहिले चाहिँ ठ्याक्कै माथि चढिरहेको छु। यो जाँते नगरपालिका, लेटाङ नगरपालिकाले बनाएको होला सायद होइन। जाँतेको समाजले चाहिँ यो बनाएको होला। पोखरी यहाँ रहेछ, दामी छ। अनि वरिपरि जङ्गल, एकै खालको सखुवाको रुखहरू छ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, एकदमै दामी लाग्यो मलाई चाहिँ होइन। यदि तपाईँहरू पनि पूर्व घुम्न आउनु भएछ भने जाँते घुम्न चाहिँ नबिर्सनु होला साथीहरू होइन। यहाँ हेर्नुहोस् न कस्तो दामी रहेछ ठाउँहरू, मलाई चाहिँ एकदमै रमाइलो लाग्यो। यदि तपाईँहरूलाई पनि यहाँ घुम्न आउनु मन छ भने चाहिँ यो पथरी सन्सरी नगरपालिका चोकबाट चाहिँ, पथरी सन्सरी बजार भनौँ न, पथरी बजारबाट चाहिँ, बजारको चोकबाट चाहिँ ठ्याक्कै उत्तरतर्फ लाग्नुपर्छ। पिच बाटो छ, जङ्गलै जङ्गल, लगभग 10 किलोमिटर जङ्गलै मात्रै छ। त्यस पछाडि मात्रै जाँते भन्ने ठाउँ आइपुग्छ साथीहरू होइन। अनि यो जाँते आइसके पछाडि पनि माथि गएर तपाईँहरूले कोलुङ झरना भयो, अनि माथि तपाईँले भ्यू टावरहरू तपाईँले देख्न सक्नुहुन्छ यो जाँतेको साथीहरू। आउनुहोस् है त तपाईँहरू पनि यसो घुम्नको लागि यो ठाउँमा। मलाई चाहिँ दामी लाग्यो। अब तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियो हेरेर प्रतिक्रिया चाहिँ दिन नबिर्सनु होला है त साथीहरू। ल अहिले चाहिँ म यो जाँतेको स्ट्याचु भएको ठाउँमा चाहिँ
यो जाँतोको स्ट्याचु भएको ठाउँमा चाहिँ म बसिरहेको छु। यहाँ चाहिँ चौताराहरू पनि रहेको छ। यहाँ बस्नको लागि एकदमै राम्रो चौतारा बनाइदिएको छ साथीहरू हैन। तपाईहरुले यहाँ देख्न पनि सक्नुहुन्छ। यो चाहिँ एकदम जाँते इन्ट्रान्समै चाहिँ यो रहेको छ। यो जङ्गलको मुखैमा चाहिँ यो रहेको छ। तपाईहरुलाई म यो जानकारी गराउन चाहन्छु। तपाईहरु यदि घुम्न आउनुभयो भने पनि यो ठाउँमा चाहिँ तपाईहरुले एकदमै राम्रो दृश्यहरू तपाईहरुले अवलोकनहरू गर्न पाउनुहुनेछ साथीहरू हैन। साथीहरू अहिले चाहिँ म ठ्याक्कै यो लेटाङ नगरपालिकाको जाँते भन्ने ठाउँमा चाहिँ म आइसकेको छु। तपाईले यहाँ देख्न सक्नुहुन्छ एकदमै पिछाडी चाहिँ दामी भ्यूहरू देख्न सक्नुहुन्छ। यो जाँतेको यो चाहिँ जाँतो ठुलो जाँतोको स्ट्याचु पनि रहेको छ। त्यहाँ तपाईहरुलाई म क्लोजअपमा पनि देखाउने छु साथीहरू। अनि यता चाहिँ जङ्गल रहेको छ। यहाँदेखि तल गयो भने चाहिँ 10 किलोमिटर तल गएपछि चाहिँ पथरी पुगिन्छ भने यतातिर चाहिँ जाँते। यहाँदेखि माथि चाहिँ सबै जाँते साथीहरू। यहाँ यो बाटो चाहिँ जाँते पुगिन्छ। दामी बरपिपलको बोट पनि रहेको छ र म तपाईहरुलाई यो सम्पूर्ण यो जाँतेको स्ट्याचु यो जाँते इन्ट्रान्सको स्ट्याचु चाहिँ तपाईलाई म देखाउन चाहन्छु। यहाँदेखि माथि चाहिँ सबै जाँते हो। यहाँदेखि तल चाहिँ जङ्गलहरू मात्रै छ। अनि यहाँ जङ्गल गयो भने चाहिँ पथरी भन्ने ठाउँमा चाहिँ हामी पुग्ने सक्छौँ। ल साथीहरू अहिले चाहिँ म यो ठाउँ चाहिँ कहाँ भन्नुहुन्छ भने म चाहिँ अहिले खेरुवा भन्ने ठाउँमा आएको छु साथीहरू हैन। यो चाहिँ लेटाङ र जाँतेको बिचमा चाहिँ पर्छ। मोरङ जिल्लाको लेटाङ र जाँतेको बिचमा। यो जाँते पनि लेटाङ नगरपालिका भित्रै पर्छ साथीहरू हैन। यो चाहिँ अहिले म ठ्याक्कै मोरङ्गी पुलमा चाहिँ आइपुगिसकेको छु। यो मोरङ्गी पुल भन्छ यहाँ चाहिँ। तर यही खोलालाई चाहिँ पथरी पुगिसके पछाडि चाहिँ डाँस खोला भन्छ है साथीहरू। यो तपाईहरुलाई जानकारी छ हैन। यो चाहिँ मोरङ्गी पुल भन्छ। यहाँ चाहिँ मोरङ्गी खोला भन्छ यसलाई चाहिँ हैन। अनि यही खोला चाहिँ तल डाँस खोला पथरी पुगिसकेपछि चाहिँ डाँस खोला भन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ। एकदमै सुन्दर दृश्यहरू तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हैन साथीहरू। यहाँ हेर्नुहोस् साथीहरू। यो चाहिँ म चाहिँ पुलमा चाहिँ अहिले हिँडिरहेको छु हैन। यो बाटोमा चाहिँ गाडीहरू एकदमै धेरै द्रुत गतिमा चाहिँ हिँड्ने गर्छन्। किनभने यहाँको विकास चाहिँ एकदमै अत्याधिक मात्रामा यस्तो छ क्या, बब्बाल छ क्या। यो लेटाङ नगरपालिका चाहिँ एकदमै अत्याधिक मात्रामा विकसित लाग्छ मलाई चाहिँ हैन। किनभने यहाँको बाटोहरू हेर्दाखेरि पुलहरू हेर्दाखेरि अब एकदमै राम्रो छ। त्यो कारणले पनि यहाँको नगरपालिका चाहिँ लेटाङ नगरपालिका चाहिँ विकसित छ। यो हाम्रो पथरी सञ्चालन नगरपालिका भन्दा चाहिँ अति विकसित हो क्या यो एरिया चाहिँ। लेटाङ नगरपालिका चाहिँ मलाई त्यो विकसित लाग्छ। अनि सफा पनि छ। लगभग धरान जस्तै छ भनौँ न। अनि हेर्नुहोस् न साथीहरू यो खोला एकदमै दामी छ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। पछाडि मेरो पछाडि पनि तपाईहरुले भ्यूहरू देख्न सक्नुहुन्छ हैन। ल हेर्नुहोस्। अनि अगाडि पनि यता पनि यस्तो दामी छ। ल हेर्नुहोस् त यो हो नि त भ्यू। घुम्नको लागि चाहिँ यहाँ साह्रो रमाइलो क्या। हेर्नुहोस् न पुल कस्तो दामी छ है। यो चाहिँ ठ्याक्कै तपाईँको कहाँको बाटो भेट्छ भन्दाखेरि यहाँबाट तपाईँ सिधै जानुभयो भने चाहिँ ठ्याक्कै अब धरान हुँदै केराबारी धरान हुँदै चौतारा हुँदै चाहिँ अनि यो ठ्याक्कै भिमान पुग्छ। यो बाटो चाहिँ
विमान पुग्छ। यो बाटो चाहिँ एकदमै राम्रो छ अहिले। यहाँ हेर्नुहोस् साथीहरू, नानीहरू पनि एकदम खेलिरहेको छ। अनि रोड राम्रो भएपछि रमाइलो हुन्छ क्या। अरू जे जस्तो भए पनि बाटो चाहिँ एकदम विकसित छ भने, बाटो चाहिँ एकदम राम्रो छ भने चाहिँ त्यो ठाउँ एकदमै विकसित भए जस्तो लाग्छ। आफूलाई भित्रैबाट अनुभूति हुन्छ होइन साथीहरू। यहाँ हेर्नुहोस् न, यहाँ राँगाहरू चाहिँ गाई गोरुहरू चलिरहेका छन्। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ तलतिर चाहिँ गाई गोरुहरू पनि एकदम राम्रो तरिकाले चलिरहेको छ। अनि म चाहिँ अहिले यो ठाउँमा चाहिँ घुम्दैछु। टक्कसँगले उता पर चाहिँ यस्तो दामी भ्यू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो पहाड, यतातिर मधेस, यहाँदेखि पहाड सुरु हुन्छ अनि यहाँदेखि यो पुलदेखि तलतिर चाहिँ मधेस तराई सुरु। यो खोलै खोला गयो भने पनि पथरी संसारी नगरपालिका भनौँ न, पूर्व पश्चिम राजमार्ग चाहिँ पुगिन्छ। यो खोलै खोला जाँदाखेरि पनि यो नछोडी गयो भने पूर्व पश्चिम राजमार्गलाई भेटिन्छ। पथरी संसारी नगरपालिकाको पूर्व पश्चिम राजमार्ग भेटिन्छ साथीहरू होइन। यहाँ हेर्नुहोस्। ल हुन्छ साथीहरू, आजको लागि मैले तपाईँहरूलाई यो फेरुवाको जानकारी चाहिँ मैले यति मात्रै दिन चाहेँ होइन। आउँदो दिनहरूमा म फेरि पनि तपाईँहरूको माझमा यस्तै भिडियोहरू ल्याउने नै छु साथीहरू। मेरो च्यानललाई चाहिँ हेर्दै गर्नुहोला। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त साथीहरू। किनभने यदि तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भयो भने चाहिँ मलाई पनि सजिलो हुन्छ। आउँदो दिनहरूमा हौसला र उत्साहको साथमा मैले फेरि पनि नयाँ भिडियोहरू तपाईँहरूको माझमा ल्याउन सक्छु साथीहरू। ल हुन्छ।